99% भएको छ 402 किलोमिटर इकोमा देखाइरहेछ है इकोमा चाहिँ इकोमा छ गाडी चाहिँ म चाहिँ नर्मलमा भन्दा नि इकोमै नै भ्याइरहेछ 22 युनिट उठेछ 22 युनिटको के कति भयो म अब बुझेर एड गर्छु यो भिडियोमा 22 युनिट भनेको कति थियो 50 समथिङ 51%बाट 99%। हामी त्यहाँ दुधौलीबाट चाहिँ अघि लाग्यौँ 51%बाट 99%सम्म चार्ज भयो त मैले हजुरहरूलाई भनिहालेँ यो हाइवेमा चाहिँ हजुरको पर्सेन्टको हिसाबले चार्ज लिनु हुँदो रहेछ मैले फर्स्ट याद गरेको योभन्दा अगाडि कति भन्थे सोध्थेँ तिर्थेँ होइन पर्सेन्टको हिसाबले लिनु हुँदो रहेछ यो चाहिँ कोसी भइहाल्यो पर्सेन्टको 10 रुपियाँको दरले लिनु हुँदो रहेछ सो 51%बाट 99% हुँदाखेरि हजुरको 48% चार्ज भयो त्यसको चाहिँ 480 रुपियाँ लिनुभयो है हाइवेमा चाहिँ मोस्टली त्यही नै रहेछ अब अरू चाहिँ बाँकी भिडियोमा हाल्दै गर्छ है त म